पूजामा जान आ भनेर त्यहाँबाट उम्किएँ पछि भने तँले देखा हुनु जसले ढालेको देखेन त्यहाँका त्यहाँबाट गएर बल्ल बल्ल उम्किएँ त्यहाँबाट अनि सिँदुर हालेर आएको अहिलेको कालमा 25 बोरी बाटो सिँहले खेत दिँदा उजुपार्टी बिकेन डल्ले नि बिक्यो बेजुपार्टी भन्थे माइलोलाई 4 गरे सम्पत्ति त्यो उजुपार्टीले त्यति गरी गोरु भैँसी नि दियो भने सुनेछ 25 बोरी सिँहले पुछारको अहिले खनालहरूको घरको पारी तर्केर फेरि त्यति जिउनी राखेर त्यही पुण्य सारे 1000 खनाललाई दिए के नै गर्नु भने त्यो छोरो फिर्सा भयो मऱ्यो बुहारी पहिला हिँडिहाली बुढाको चाहिँ बिचल्ली भयो फेरि त्यही छाँडा खाने लौसलका उत्पादका उहीँ आएर बस्नु पऱ्यो बुहारी बेला फेरि सोचा मरण भएछ बाँस पाउँदैन यो छाँडा खानेले आजको भोलि हिँडेको फुल आजको बच्चाले हामीले व्यवहार कुरा देखेको कुरा त्यो पाप गर्नु गऱ्यो त्यो हुँदैन स्याङ्रा खायो भने के हो स्याङ्रा खायो भने अर्काको पैसा खाएर केटी मिलायो केटो मिलाइदिएको बेला त केटा बिहा हुँदैन थियो नि त केटी मिलाइदियो अहिलेदेखि अहिले जम्मै तिनवटा यो पालमा दिएर एउटा रामकोट दिए हो ए ठिक छ अहिले नि त्यस्तै छ जमाना अहिले नि त्यस्तै छ बिहाको कुरामा चाहिँ अरू चाहिँ सबै परिवर्तन भयो बिहेको चाहिँ अहिले नि त्यस्तै गाह्रो छ भयो कुरो गर्नु पर्दा अहिले त कहाँ पाऊँ छोरो कत्रो भयो तेरो हो बिहा गर्ने बेला हो भन्छ अहिले त हो त्यो छैन जमाना अहिले त अहिले तेरै कुरा गर्नु न 10 भएको यो अहिले हो तेरो अहिले तिमीहरू कति वर्ष भयो भन्छ अघि 60 नभइकन बिहा छ तेरो हो त जीवाउ बिहा छ त्यही सम्पत्ति 12 भाग लाग्यो अहिले छोरो कत्रो भयो बिहा गर्दैन भन्छ सम्पत्ति अहिले त हेर्दैन पेसा हेर अहिले अहिले किसान त खेतबारी गर्छ भन्थे अहिले खेतबारी भयो भने त दुःख गर्नुपर्छ भन्छन् अनि कसले हेर्ने हो त सम्पत्ति मलाई के दिने भन्थ्यो अहिले त्यही हो अहिले अहिले त नेपालमा बस्ने हो भने बिहा हुँदैन कहाँ छ भन्दा बाहिर ए ल खोल्यो 4 देशका सम्पत्ति आयो नेपालको धन हरियो वन भनेर भन्थ्यो अरे देशी आउँदा पहिले अहिले जम्मै हरियो वनले जम्मै धन ल्यायो लोट ल्यायो राजा हट्यो राजा हटेपछि यस्तो भयो हाम्रो नेपालको राजा को छ त अब सरकार के छ ओली ओली केपी पहिला दाहाल थियो प्रचण्ड माओवादी त तपाईँलाई पनि थाहा होला त्यसपछि देउबा जवाहरलाल भयो जवाहरलालको के फेरि कति राज त हाम्रो पाला बिर्सिनँ यसरी बजाउँदाखेरि मोर चाँदीको भयो भने लिन्छ 1 पैसा 2 पैसा गरेर गर्ने 100 पैसा कहिले बुझाउने हामीले तामाको र चाँदीको मात्रै थियो पछि आएको हाम्रो हजुरबाबुले त दिएको थिए यति माना पाथीमा भरेर दिएको थियो अति छुट दिने बेला त्यस्तै पैसा त होला नि त्यो पैसा अब दिए के गर्ने थियो सबै कामीले लिएर गयो बाउजेबाको चिन्नु राख्नु पर्दैन के गर्ने थियो पूजा गर्ने के हुन्छ त्यो पूजा गरेर पूजा गरेर के हुन्छ त्यो देउपित्र किन बनाएर ठाउँ ठाउँमा देउता किन गरेर केही पनि नगर्ने भए तपाईँ अहिले यहाँ गाउँमा जानु हिन्दू धर्म मान्ने मान्छे पाइँदैन सबै क्रिस्चियन
राजा नभए देशमा अनि राम्रो हुन्छ? राजा त अब त्यही सरकारले नफेरे त हो, राजा त भइगयो नि। राजा छैन, राजा हटाएर जङ्गलमा बसिरह। राजाको त पुरै खलके माथि होइन? मास्टर चाहिँ बौद्धले ढाकेको छ। हो, बहुदल छ के त्यस्तो छ। राजा छ भने त थरी मुखिया अर्जुनमा तैँले यसो गर्नुहुन्छ जब हटाउ भनेपछि यो हाड फोरा यस्तालाई ऊ मिलबोर्डको चितुन धमाउँथे बस्दिन्थे। पैसा तिरेर बस्दै के गर्नु? खालि पैसा अहिले कुन सभापति कुन विपदा कुन हाड फोरा सब हुन्छ। अब मान्छे अब कहाँ पुगिसके अनि के भन्ने? मान्छे यो पृथ्वीमा बस्दैनन् अहिले त, उता अर्कै ग्रहमा बस्छन्। अब पृथ्वीमा त टेक्दै टेक्दैनन्, सामान चाहिने ल्याएछ टेक्ने कुरै होला है। बाप घरै बेसी चाडा छ अनि फलान्चु ल्याइदियो भने तेरो बाउको कति सम्बन्धी आछ, आफूले कति दुःख गरेछ अझ नपुगेर। पसन्द मान्छे आइयो नि आइदिँदै सुनेको नि कुवा ये भिस्टी आई के चाहिँ आजकल त यो खोइ त लेखेर ल्याउनै छोडियो यसले। खोइ लिस्ट ये भिस्टी तो कोई नमाज है जब पढ़ पहनते हैं तो कल जाती है। अब म तेरो बिहा गर्ने भने हालेर भाइरल तेरो बिहा गरिदिने, गर्ने केटो टिकटकमा हालेर भाइरल गरिदिने हो। हुँदै हुँदैन यो मैले क्यामेरा अन गरिरहेको छु। अब त्यो हुन्छ यो हुन्छ यही चाहिँ हुन्छ होला। के हो